हेलो नमस्ते। आज म तपाईहरुलाई यस्तो धार्मिक तीर्थस्थल लानेछु, हेर्दै गर्नुहोला र मेरो यात्रामा सहभागी बनिदिनुहोला है त। अब हामी जाँदैछौँ पाथिभरा मन्दिर। त्यो पनि सुन्दर रहेछ, मोरङको पाथिभरा मन्दिरमा हामी जाँदैछौँ। यहीँबाट चाहिँ पाथिभरा मन्दिर जाँदैछौँ हामी। यो पछाडि देखिरहेको दृश्य भनेको त्यो जुन बाटो छ, त्यो बाटो इटहरीको फेमस टुरिज्म एरिया तालतलिया जाने बाटो हो। र त्यहाँबाट हामी अलिकति पूर्व लाग्छौँ र पूर्व गए पछाडि करिब इटहरीबाट 7-8 किलोमिटर पूर्व गए पछाडि हामी त्यो मन्दिरमा पुग्दैछौँ। ल मसँगै आउनुहोस् है त, हामी मन्दिरतिर लागौँ। इटहरीको पूर्व स्ट्यान्डमा हामी आइपुगेका छौँ। यो इटहरीको पूर्व स्ट्यान्ड हो। यहाँबाट झापातिर इलामतिर जाने गाडीहरू प्रशस्त पाइन्छ। अब यहाँ बस छैन, म्याजिकमा जानु पर्ला जस्तो छ, किनभने बसले रोक्दैन पनि होला छोटो दूरीमा। कुन म्याजिक जाने रहेछ पहिले? जाने पूर्व कुन अगाडिको हो? जाइ जाने हो? ल अगाडि खाली छ, ल अगाडि नै बस्नु पर्यो। जस मलाई सजिलो भयो, अगाडिको सिट खाली रहेछ। कति टाइट हो, कोही पनि हुनुहुन्न रहेछ गाडीमा। तर पालो चाहिँ यही गाडीको भएको कारणले गर्दा म चाहिँ ड्याम्मसँगले बसेँ है त। अब कति बेला भरिन्छ अनि जान पाइने हो, पर्खिँदै गरौँ, वेट गरौँ। अब हामी लाग्यो बस स्ट्यान्डबाट मातृभाग्य रेखा, पुरानो गाडी। आइपुग्यो। यो एसियन हाइवेले गर्दाखेरि बिजोग छ बाटोको यहाँ। यता हाम्रो गुरु हुनुहुन्छ। गुरुको नाम चाहिँ के होला गुरु? मदन श्रेष्ठ। कति वर्ष भयो गुरु हजुरले यहाँ गाडी लाइनमा काम गर्न थाल्नुभयो? ए त्यही भएर पो मजाले कुदाउँदो रहेछ। कहीँ घचाघचुक छैन हजुरले कुदाउनु भएको गाडी? 32 वर्ष भनेपछि पुरा जिन्दगी त गाडी लाइनमै बिताइसक्नु भएछ। अझै अब कति वर्ष बिताउने विचार छ गुरु? सकुन्जेल जस अरूसँग सहयोग मागिराख्नु नपरोस्। अब पाथिभरा मन्दिर आइपुग्न लागेको जस्तो छ। धन्यवाद दाइ है। कति हो दाइ यहाँसम्मको? हजुर 40। दान पेटिका रहेछ टक्कसँगले थोरै पैसा दान पेटिकामा राखिदिँदैछु है त।
मैले कति हाले भन्दा चाहिँ मैले भिडियोमा देखाइन है त छिरिन त भिडियोले डिस्टर्ब हुँदैन नि ए ल मन्दिरमा आएको बेला हैन वरिपरिको दृश्य मैले खिचिरहेको छु पहिले हाम्रो गुरु यही हुनुहुँदो रहेछ मलाई लिएर आउने गुरु ल अब हामी टक्कसँगले मन्दिरतिर प्रवेश गर्छौं माता मन्दिर सुन्दर रहेछ 8 चन्द्रनगर ल थोरै यहाँ जुत्ता खोलेर अब हामी यो पाथिभरा मन्दिर भएतिर लाग्दैछौँ धन्यवाद है सर्च गरौँ न भेट्नुहुन्छ तारा प्रकाश एस यता हेर्नु यता हेर्दिनु न हामी भिडियोमा आउँदैछौँ ल भिडियोमा हेर्ने ल कहाँ आउनु भएको मन्दिर हो कोसँग आउनु भयो ए ल हाय सानो मान्छे के भयो
नमस्ते गरिदिनु ल। नमस्ते। ठुलो ठुलो हुनु ल, ज्ञानी हुनु, पछि फटा नहुनु ल। नानीको भिडियो आउने भयो मजाले। अब हामी यहाँबाट लाग्यो बाटो। सानो अझै मजाले मिलेर बस्ने हस्। ओके।